सम्पूर्ण साथीहरूलाई नमस्कार। म आज भोलि गोठाला बिरामी हुनुभएकोले म गोठाला यो भेकमा कसले चिन्नुहुन्छ साथीहरू यो ठाउँ म यतातिर भैँसी गोठाला गर्दैछु। साथी कता गयो भनेर नभन्नु होला, म यतातिर भैँसी गोठालो गर्दैछु। गाइस गोठालामा पानी लिन जाँदैछु। पानी यसमा ल्याउने हो, खाने पानी। त्यस पछाडि खाना पकाएर खाएर आज चाहिँ भैँसी गोठालो गर्नुपर्ने। पानी कहाँनिर हो? यतै हो नि त पानी त छैन त। त्यहाँ यस्तो आलको पानी खानुपर्ने रहेछ। यसरी खानु, त्यही खानु। कुवा रहेछ पानी। पानी खाएर हो नि त। जरुवा पानी भन्थे, योभन्दा उता कहीँ छैन, खोला नि छैन, पोखरी पनि छैन, तर यहाँ पानी निस्केको रहेछ। जङ्गल रहेछ माथि, पानी भरिनु लाग्यो गाइस। पानी बोकेर म यहाँ लान्छु त्यो घरमा भात पकाएर खाने। भैँसी गोठाले यो डिलतिर गर्ने, चराउने। त्यो दृश्य हेर्दै चराउने हो साथीहरू। यो घरमा लगेर भात पकाएर खानुपर्ने, पानी लगेर। गोठबाट आएर घरमा अब खाना बनाएर खाएर सुत्ने साथीहरू। तरकारी पकाउँदैछु भन्नुहोला अगाडि। कति मिठो मेरो भात कान्छा र म खाँदैछौँ। क्या मिठा छ नि। सुँगुरको मासु र रायो साग अनि खुर्सानी। कता हो देखाउनु पर्ने, हेर्नुहोस्। रातो खुर्सानी, हरियो खोर्सानी, सुकेको खोर्सानी, कालो खोर्सानी, लामो खोर्सानी, आकाशे खोर्सानी, केचो खोर्सानी, डल्ले खोर्सानी, खोर्सानी गफाडी